हाम्रो तराई मधेसतिर मात्र धेरै गर्मी होला भनेको त काठमाडौँमा पनि गर्मी त झन्डै उत्तिकै रहेछ। सो हे गाइज, वेलकम ब्याक टु माई न्यू मिनी भ्लग। आज चाहिँ बहिनीको कलेज हेर्न भनेर निस्किएको थिएँ। कलेज कहिलेदेखि खुल्छ र भित्रको माहौल कस्तो रहेछ भनेर एकचोटि हेर्न मन लागिरहेको थियो। बहिनी पहिलो पटक काठमाडौँ आएर पढ्न लागेको हुनाले त्यसको लागि पनि आजको दिन स्पेशल नै थियो। कलेज पुगेर भित्रको क्लासरुम, बस्ने ठाउँ सबैतिर हेरियो। बहिनी पहिलो पटक यहाँ पढ्न आउन लागेको हो नि त, त्यसैले त्यसलाई पनि नयाँ ठाउँ, नयाँ इन्भाइरोमेन्ट अनि पढ्न जाने एक्साइटमेन्ट पनि छुट्टै रहेछ। अनि त्यही बेला मैले सोच्दै थिएँ, हैन यो समय यति छिटो कसरी बितेछ हौ। हिजोसम्म मलाई दादा दादा भन्दै सिंगान चुहाउँदै हिँड्ने बहिनी अहिले हेर्दा कलेज जाने बेला भइसक्यो। ल यो कुरालाई छोडिदिउँ अनि कलेजको काम सकिएपछि बाहिर निस्केको त गर्मीले हालतै खराब बनायो भने काठमाडौँमा पनि यस्तो साह्रो गर्मी हुन्छ र बाहिर निस्कियो गर्मी, बाटोमा हिँड्यो गर्मी, रुममा गएर बसौँ भन्यो रुममा पनि गर्मी। त्यसपछि मैले सोचे लु अब त पंखा नकिनी भएन। अनि फेरि बहिनीलाई लिएर लागे म पंखा पसलतिर। सुरुमा चाहिँ हामी यो पसलमा आइपुग्यौँ। हामीलाई चाहिएको सानो खालको टेबल पंखा, तर यहाँको दाइसँग चाहिँ ठुलो खालको मात्र रहेछ। अनि दाइले चाहिँ हामीलाई आफ्नै साथीको अर्को पसल देखाइदिनु भयो। त्यहाँबाट निस्केर फेरि हामी लाग्यौं अर्को पसलतिर। अब जसरी भए पनि पंखा त किन्नै पर्ने थियो, त्यसैले दाइले भन्नु भएको पसल खोज्दै खोज्दै बल्ल तल्ल यहाँ आइपुग्यौं। तर त्यहाँ पुगेपछि पंखा हेर्नु भन्दा अगाडि नै त्यहाँको दाइसँग वर्ल्ड कपको कुरा सुरु भइहाल्यो। कुरा गर्दै जाँदा थाहा भयो दाइ पनि ब्राजिलकै सपोर्टर हुनुहुँदो रहेछ अनि म पनि ब्राजिलकै। त्यसपछि फुटबलकै कुरा गर्दै मजाले रमाइलो गफगाफ गर्दै हाँसी मजाक पनि भइयो र पालै पालो दाइले सबै पंखाहरू मजाले देखाइदिनु भयो। कुन पंखा राम्रो हुन्छ, कुन लिनु ठिक हुन्छ भनेर राम्रोसँग सम्झाइ पनि दिनुभयो। त्यसपछि आफूलाई मन परेको पंखा छान्यौं। लास्टमा गएर 2200 पर्ने पंखालाई 2000 मै दिनुभयो। साच्चीकै भन्नु पर्दा कहिलेकाहीँ सामान भन्दा पनि त्यसलाई बेच्ने मान्छेको व्यवहार राम्रो भयो भने किनमेल गर्न झनै रमाइलो लाग्ने रहेछ। ल अब पंखा त किनियो, तर फर्किने बेलासम्म गर्मीले फेरि पसिना छुटाइसकेको थियो। त्यसपछि बाटोमा बहिनीले आइसक्रिम पसलबाट 2वटा कुल्फी किनेर ल्यायो र त्यसपछि कुल्फी खाँदै दाजु बहिनी रुमतिर लागियो। अनि बल्ल भने जिउमा अलिकति शीतल भएको जस्तो आनन्द महसुस भयो। अनि यसरी जिब्रो रातै भएको देख्दा चाहिँ बच्चा बेलाको दिनहरू सम्झिन्छु। कहिलेकाहीँ जिन्दगीमा खासै ठुलो कुरा केही नभए पनि नि बस आज बहिनीलाई कलेज देखाउन लिएर गए। बाटोमा केही खाइयो, हाँसी मजाक गरियो अनि एउटा सानो पंखा किनेर रुम फर्कियो। तर पछि सम्झिँदा त्यही सामान्य दिनहरू नै जीवनमा रमाइलो यादहरू बनेर बस्दा रहेछ। र अब काठमाडौँमा गर्मी जति नै बढोस्, कम से कम आजदेखि हाम्रो रुममा पनि हावा चल्ने छ है।